हाई फ्रेंड्स, गुड इवनिङ। म आशा राख्दछु कि तपाईहरुले यस वर्षको होली राम्रोसँग बिताउनु भएको होला। हाम्रा पहाडी समुदायका नेपाली दाजुभाइ दिदीबहिनीहरूले हिजो होली मनाउनु भयो भने आज हामी तराईवासीहरू आज 2081 साल चैत्र 1 गते हामीहरू होली मनायौं। हामी नेपालको जुनसुकै कुनामा भए पनि हामी जुनसुकै मिति तारिखमा चाडपर्वहरू मनाइराखे भए पनि हामी सबै नेपाली हौं र हाम्रो मन र मस्तिष्कमा नेपालीपन छ। र आज यही होलीकै ड्रेसमा म तपाईहरुको सामने थ्योरी क्लास 10 को लिएर आएको छु। धेरै जनाले धेरै रिक्वेस्ट गर्नुभयो, सर कृपया थ्योरीहरु अब गर्दिनुस्, प्र्याक्टिकल हाम्रो पुग्यो भनेर भन्नुभएको छ। तर समयको अभावले र अलिकति मेरो आँखामा बीचमा अलि गम्भीर प्रब्लम आइदिएको कारणले म धेरै भिडियोहरु बनाउन सकेन। तर म कोशिश गर्छु जहाँसम्ममा इम्पोर्टेन्ट भिडियोजहरु थ्योरी सम्बन्धमा तपाईहरुको सामने ल्याउन सकौं। जसमा आज म सुरु गरेको छु बैंक, बीमा तथा वित्तीय संस्थाबाट। यो बैंक र बीमा तथा वित्तीय संस्था हुन त यो वित्तीय संस्था भित्र नै बैंक र बीमा पर्छ। एकछिनपछि यसको बारेमा बताउँछु। यो च्याप्टरबाट तपाईको बहुत ठूलो मार्क्स सोध्नेवाला छ। एउटा त 1 मार्क्स तपाईको भेरी सर्ट क्वेशन र 8 मार्क्स लङ क्वेशन गरी 9 मार्क्स को क्वेशन यो च्याप्टरबाट आउँछ। त्यसैले विद्यार्थी भाइ बहिनीहरु कुनै पनि हालतमा यो च्याप्टर छुटाउनु हुँदैन। यदि यो च्याप्टर तपाईलाई छुटाउनु भयो भने यसले सीधा तपाईको जीपीए मा असर गर्छ। 9 मार्क्स धेरै ठूलो मार्क्स हो र यसबाट क्वेशन आउँछ नै। त्यसैले ढिलो नगरी सुरु गरौँ। सबभन्दा पहिला 1 मार्क्समा कस्तो क्वेशन आउँछ? ग्रुप ए मा 11 वटा क्वेशन 1-1 मार्क्स हुन्छ, जसमध्ये एउटा क्वेशन बैंक, बीमा तथा वित्तीय संस्थाबाट कन्फर्म हुन्छ। यसमा खास गरेर डेट सम्बन्धमा क्वेशनहरु आउँछ। जस्तै नेपाल केन्द्रीय बैंकको स्थापना कहिले भएको हो, नेपालको जेठो बैंक कुन हो, नेपालको पहिलो बैंक कुन हो, ई बैंकिङको सुरुवात कहिले भएको हो, सञ्चय कोषको स्थापना कहिले भएको हो, नागरिक लगानी कोषको स्थापना कहिले भएको हो, सामाजिक सुरक्षा कोषको स्थापना कहिले भएको हो, नेप्सेको स्थापना कहिले भएको हो, निफ्राको स्थापना कहिले भएको हो। म पूरा विश्वास छु कि यसपालि तपाईको यो डेट वाला क्वेशन, स्थापना र डेट वाला क्वेशन सोध्छ 1 नम्बरको लागि। यसको लागि मैले केही आन्सर क्वेशनहरु मैले तपाईको लागि यहाँ स्क्रिनमा राखिदिएको छु। अब म त ग्यारेन्टी त भन्दैन यही क्वेशनहरु आउँछ, तर यस्ता खालका क्वेशनहरु आउने सम्भावना बढी हुन्छ। खास गरेर डेटसँग सम्बन्धित क्वेशन मैले यो ब्ल्याक बोर्डमा 10 वटा नमुनाको रूपमा प्रश्नहरु राखिदिएको छु। यस्तै खालका प्रश्नहरु तपाई तयारी गर्नु होला र एक लाइनमा आन्सर दिनु होला। जस्तै पहिलो छ यहाँ, नेपालमा आधुनिक बैंकिङको सुरुवात कहिले भएको हो? अहिलेसम्म जुन बैंक आइपुग्यो त्यो कहाँबाट सुरु भयो त? नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड, नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेड, यसरी सोध्न सक्छ। त जब त्यो नेपाल बैंक लिमिटेडको स्थापना भयो नि 1994, त्यहीबाट आधुनिक बैंकिङको सुरुवात भएको बुझ्नुपर्छ है पहिलो। त्यस्तै तपाईको अर्को क्वेशन छ, केन्द्रीय बैंकको स्थापना कहिले भएको हो त? केन्द्रीय बैंकको स्थापना नेपाल राष्ट्र बैंक ऐन 2012 बन्यो हो अनि ऐन बनेपछि 2013 साल वैशाख 14, 13 वैशाख 14 यसरी याद गर्नु। 13 वैशाख 14 बहुत इम्पोर्टेन्ट क्वेशन हो। त्यस्तै अर्को छ, केन्द्रीय बैंकको स्थापना सर्वप्रथम कुन देशमा भएको हो त? जति पनि देशहरु छन् त्यो हरेक देशमा एउटा केन्द्रीय बैंक हुन्छ र त्यो सर्वप्रथम स्विडेनमा भयो, रिक बैंकको नाममा 1656। अब यहाँ 3 वटा प्रश्न हुन सक्छ। सबभन्दा पहिला कुन देशमा केन्द्रीय बैंक पहिलो स्थापना भयो त? स्विडेनमा। त्यसको नाम के थियो? रिक बैंक। र कहिले? 1656 मा। यो 3 वटा इम्पोर्टेन्ट छ। त्यस्तै तपाईको कर्मचारी सञ्चय कोषको स्थापना हैन, कर्मचारी सञ्चय कोषको त तपाईको गोसवारा भविष्यमा पढ्नु भएको छ नि हो। त्यो कर्मचारी सञ्चय कोषको स्थापना कहिले भयो त? विक्रम सम्वत 2019 साल 5/31 गते, 19 साल भाद्र 31 गते। तपाई आफ्नो तरिकाले यो डेटहरु याद गर्नु होला है। त्यस्तै नेपाल नागरिक लगानी कोषको स्थापना कहिले भयो त? सिटिजन इन्भेस्टमेन्ट फन्ड यसलाई भनिन्छ। यो विक्रम सम्वत 2047 साल चैत 4 गते भएको हो। त्यस्तै त्यसपछि तपाईको नेप्से, नेपाल स्टक एक्सचेन्ज, अहिले शेयर मार्केटमा नेप्से तपाई सुन्नु भयो होला हो, त्यही नेप्से हो, नेपाल स्टक एक्सचेन्ज। यसको विक्रम सम्वत 2050 सालमा स्थापना भएको हो।
त्यस्तै सामाजिक सुरक्षा कोष सोशल सेक्युरिटी फन्ड जसलाई हामी भन्छौँ 1% काटिन्छ नि हो, त्यो तपाईको विक्रम सम्बन्ध 2067 साल चैत 7 गते स्थापना भएको हो। एउटा यो पछि मैले राखेँ तपाईको राष्ट्रिय बीमा संस्थाको स्थापना हैन, नेपालको बीमा क्षेत्रमा सर्वप्रथम राष्ट्रिय बीमा संस्थाको स्थापना भयो 2024 सालमा। त्यस्तै तपाईको यो डेटसँग सम्बन्धित क्वेशनहरु भयो। त्यस्तै चाहिँ अन्य क्वेशनहरु यस प्रकार आउन सक्छ। मुद्राको अल्पकालीन कारोबार हुने बजारलाई के भनिन्छ हैन, धेरै क्वेशनहरु छ तपाईको किताबमा। यहाँ अब सबै क्वेशनहरुको एन्सर यहाँ दिन साध्य छैन, तर तपाई किताबमा यी साना साना जुन प्रश्नहरु छ त्यसमध्येबाट नै यसपालि आउने सम्भावना बढी हुन्छ, किनकि फर्स्ट टाइम क्वेशन सोधिदै छ। मलाई पुरा विश्वास छ किताबलाई नै फलो गरेर क्वेशन सोध्न सक्छ है। अल्पकालीन त लेख्नु पर्छ। मुद्राको अल्पकालीन कारोबार हुने बजारलाई मुद्रा बजार भनिन्छ। बजार 3 किसिमको छ नि त, मुद्रा बजार, पुँजी बजार र वस्तु बजार हो। त्यो मुद्रा बजारमा अल्पकालीन कारोबार हुन्छ मुद्राको। त्यस्तै बैंकको प्रकारको कुरा गर्ने हो भने यहाँ क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग। जसमा क वर्गमा वाणिज्य बैंकहरु पर्छ, ख मा विकास बैंक, ग मा फाइनान्स कम्पनी र घ मा तपाईको माइक्रो फाइनान्स लघु वित्त पर्छ। वाणिज्य बैंक एकदम क वर्गको बैंक हो, बोर्डमै लेखा हुन्छ नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको बैंक। एनआईसीएसिया भयो, मेगा बैंक भयो, कुमारी बैंकहरु भयो, नेपाल वाणिज्य बैंक भयो, नेपाल बैंक लिमिटेड क वर्ग हो। भने विकास बैंकका कुराहरु गर्नुपर्ने भने विकासमा तपाईको मुक्तिनाथ विकास बैंक लिमिटेड छ, तपाईको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड छ। यो विकास शब्द त्यसमा जोडेको हुन्छ भने फाइनान्स कम्पनीहरु चाहिँ तपाईको बेस्ट फाइनान्स, समृद्धि फाइनान्स हैन, तपाईको नेपाल फाइनान्स, यो वित्त कम्पनीहरु यसमा पर्छ। भने माइक्रो फाइनान्समा लघु वित्त संस्थाहरु नेरिडो भयो, तपाईको निर्धन उत्थान बैंक लिमिटेड भयो, तपाईको साना किसान सहकारी लघु वित्तीय संस्थाहरु, यी संस्थाहरु यसभित्र पर्छ। इक्जाम्पल्सहरु पनि सोध्न सक्छ। त्यो नमुनाको रूपमा मैले यो अति छोटो प्रश्न उत्तर यस प्रकार आउन सक्छ भनेर मैले तपाईलाई अलिकति सजेस्ट गरेको मात्र हो। अब यो लामो प्रश्न कस्तो खालको आउँछ त, म यसलाई मेटिदिरा छु है। लामो प्रश्न यो त भयो अति छोटो प्रश्न। लामो प्रश्न पनि लगभग त धेरै कुराहरु छ यसमा। चेकका कुराहरु छ, बजारका कुराहरु छन्, तर यसपालि जहाँसम्म मलाई लाग्छ पढ्नु त सबै पर्छ। म त आफै चाहिँ नलेजको मामलामा कुनै पनि कम्प्रोमाइज नगर्ने मान्छे हो। पढ्न त सबै पढ्नु पर्यो, तर जाँच आइसक्यो। अब चाहिँ एक दिनमा सरस्वती कसलाई हेर्ने त? कम से कम यी क्वेशनहरुलाई जरुर हेर्नु होला। पहिलो क्वेशन, वित्तीय संस्था भनेको के हो र यसका कार्यहरु, एकदम भिभिआई छ। यो मोडल क्वेशनमा पनि सोध्या छ। त्यस्तै तपाईको केन्द्रीय बैंक या राष्ट्र बैंक, केन्द्रीय बैंक भनेको के हो र यसका कार्यहरु, एकदम इम्पोर्टेन्ट। अर्को, वाणिज्य बैंक भनेको के हो र यसका कार्यहरु, एकदम इम्पोर्टेन्ट क्वेशन। र अर्को नेक्स्ट इम्पोर्टेन्ट क्वेशन, बीमा कम्पनी भनेको के हो र बीमा कम्पनीका प्रकारहरु, महत्वहरु पनि आउन सक्छ, प्रकार या महत्व पनि आउन सक्छ। यस प्रकार धेरै क्वेशन्सहरु मध्ये मैले यो 4 वटा क्वेशन तपाईलाई एनी हाउ तयार गरेर जान सजेस्ट गर्छु, जसमध्ये म पहिलो क्वेशनको बारेमा बताउन गइरहेको छु। व्हाट इज फाइनान्शियल इन्स्टिट्युसन? यो वित्तीय संस्था भनेको के त? हेर्नुस् है, जहाँको पनि वित्तीय संस्था होस्, वित्तीय संस्थाले के गर्छ भने एउटा पुलको काम गर्छ। के को पुलको काम गर्छ भने यो वित्तीय साधन स्रोतहरु जुन छ नि, वित्तीय साधन हो, यो वित्तीय साधनको संकलन गर्ने र यसको प्रयोग गर्ने, सदुपयोग गर्ने हैन, संकलन र सदुपयोगको काम वित्तीय संस्थाले गर्छ। वित्तीय साधनको संकलन र प्रयोग गर्ने जुन मध्यस्थकर्ता हो त्यसलाई हामी वित्तीय संस्था भन्छौं। वित्तीय संस्था यसले यो जुन बीचमा यो वित्तीय संस्था भनेको मध्यस्थता गर्ने संस्था हो। के को मध्यस्थता त? हेर्नुस्, यो पब्लिक छ, संगठन छ
या अन्य कुनै संस्थाहरू छ। यो कुनै न कुनै आर्थिक कारोबारमा यिनीहरू इन्भल्भ हुन्छ र यिनीहरूले अर्निङ गर्छ, सेभिङ गर्छ, बचत गर्छ। यिनीहरूसँग पैसा सेभिङ हुन्छ, व्यक्ति होस् या संस्था होस्। यिनीहरूसँग भएको सेभिङ्सलाई कलेक्सन गरेर लगानी गर्ने काम, यता लगानी उत्पादनशील क्षेत्रमा लगानी गर्ने हैन, फ्याक्ट्रीमा लगानी गर्ने, संरचनाहरूमा लगानी गर्ने, संरचना लगानी गर्ने, व्यापारीलाई दिने, उद्योगीलाई दिने हैन। यिनीहरूलाई पैसाको खाँचो पर्छ जबकि यिनीहरूसँग पैसा हुन्छ। अब पैसा भएको व्यक्तिलाई तपाई आफ्नो पैसा लगानी आफै गर्नुस् भनेर तपाईसँग मानौँ न 5000 रुपैयाँ छ, मसँग 5000 रुपैयाँ छ, कहाँ गएर लगानी गर्ने? तर हामी जस्ता 100 व्यक्तिसँग 5-5000 रुपैयाँ हो भने कति भयो? 5 लाख भयो र 5 लाख कुनै व्यक्तिलाई हामी दिन सक्छौं, लगानी गर्न सक्छौं। यस प्रकार वित्तीय संस्था भनेको समाजमा देशमा छरिएर रहेका साना साना बचत रकमहरू या सरप्लस रकमहरू जो व्यक्तिहरूसँग आम्दानी गरेर त्यसबाट आवश्यक खर्चहरू कटाएर बाँकी रहेका हुन्छन्, ती बचत रकमहरूलाई जहाँ लगानीको खाँचो छ, जुन व्यक्तिलाई त्यो वित्तीय साधनको खाँचो छ, पैसाको खाँचो छ, त्यहाँसम्म पुर्याउने काम चाहिँ वित्तीय संस्थाको हो। क्लियर हुनुभयो? यस प्रकार वित्तीय संस्थालाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ। यो एउटा पुलको काम गर्छ, जहाँ पैसा बढी छ त्यहाँबाट कलेक्सन गर्छ र जहाँ पैसाको खाँचो छ त्यहाँसम्म पुर्याइदिने काम वित्तीय संस्थाले गर्छ। नेपाल राष्ट्र बैंक 2058 ले के भनेको छ त? वित्तीय संस्था भन्नाले कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप सङ्कलन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम स्थापना भएको वित्तीय संस्थाका रूपमा परिभाषित गरेको छ। यहाँ के भनेको छ भने कृषि, खेती गर्नका लागि, सहकारी गर्नका लागि या कुनै उद्योग या अन्य कुनै खास कार्य गर्नका लागि जुन पैसाको आवश्यकता पर्छ त्यो कर्जा दिने काम वित्तीय संस्थाको हो। र यो कहाँबाट लागू छ त? यो जनताबाट निक्षेप अर्थात बचत, यो जुन मैले भने नि बचत सङ्कलन गर्छ र त्यो सङ्कलित बचतलाई यतातिर कृषि, सहकारी र उद्योगमा लगानी गर्छ। यस्तै संस्थालाई हामी वित्तीय संस्था भन्छौँ, जुन कानुन बमोजिम जसलाई नेपाल सरकारले मान्यता दिएको हुन्छ यो वित्तीय संस्था हो, त्यसलाई हामी वित्तीय संस्था भन्छौँ। यस्तै तपाईको किताबमा बैंक तथा वित्तीय संस्था ऐन 2073 ले दिएको वित्तीय संस्थाको परिभाषा पनि दिएको छ। अब जति परिभाषाहरू हेर्दै जाँदाखेरि पनि निष्कर्षमा चाहिँ वित्तीय संस्थाको परिभाषा तपाई यस प्रकार लेख्न सक्नुहुन्छ: विभिन्न क्षेत्रमा छरिएर रहेको बचतहरूलाई सङ्कलन गरी आवश्यक क्षेत्रमा लगानी गर्ने संस्थाहरूलाई वित्तीय संस्था भनिन्छ। हैन, विभिन्न क्षेत्रमा त्यो मैले अघि बताएको थिएँ नि, व्यक्तिसँग बचत हुन सक्छ, कुनै संस्थासँग, कम्पनीसँग सेभिङ एमाउन्टहरू हुन सक्छ, सरप्लस एमाउन्टहरू हुन सक्छ। ती सेभिङ एमाउन्टहरूलाई सङ्कलन गरेर एउटा पुँजीको निर्माण गर्छ र त्यसलाई चाहिँ लगानी गर्छ। ती संस्थाहरूलाई वित्तीय संस्था भन्छौँ। अब वित्तीय साधनको सङ्कलन, वित्तीय साधन भनेको त्यही बचत रकमहरू हैन, वित्तीय साधन भनेको पैसा, हामी यसरी बुझ्न सक्छौँ। त्यो बचतहरूलाई सङ्कलन तथा परिचालन गर्ने, वित्तीय मध्यस्थता गर्ने संस्थालाई वित्तीय संस्था भनिन्छ। अघि मैले एउटा चित्र बनाएको थिएँ नि, बीचमा हुन्छ वित्तीय संस्था, यता हुन्छ बचत, यता हुन्छ जरुरत। बचतलाई जरुरतसम्म पुर्याइदिने कार्य वित्तीय मध्यस्थता भएर गर्छ है, त्यही भएर यसलाई वित्तीय मध्यस्थता पनि भनिन्छ। अब यस्तोमा चाहिँ तपाईको यी काम गर्ने संस्थाहरूमा बैंक, बीमा कम्पनी, सहकारी संस्था र विशेष कोषहरू जस्तै नागरिक लगानी कोष भयो, सामाजिक सुरक्षा कोष भयो, कर्मचारी सञ्चय कोष भयो, यिनीहरू सबै वित्तीय संस्थाभित्र पर्छन्। अब यो वित्तीय संस्थाका कामहरू के हुन् त? अब यसको तपाईको यो 3 नम्बरको सोधेपछि
तपाईको 5 वटा बुन्दा यसमा परिभाषा लेखेपछि 5 वटा बुन्दा यसमा तपाईले लेख्नु पर्ने हुन्छ। किताबमा पनि तपाईको 5 वटा बुन्दा छ, तर यदि परिभाषा तपाईको 2 नम्बरको सोधेको छ भने यो 6 वटा बुन्दा लेख्न सक्नुपर्छ है। अब सरस्वती मैले यसको बारेमा बताउन खोजे। पहिलो काम छ वित्तीय संस्थाका महत्त्वपूर्ण कार्यहरू यस प्रकार छन् हैन। पहिलो छ बचत एकाइबाट घाटा एकाइमा कोष प्रवाह गर्नु। यो जुन वित्तीय कोष छ नि, जुन पैसा धन छ त्यो कहाँ बचत एकाइबाट हामी मानिसहरू आम्दानी गर्छौं, आवश्यक खर्चहरू कटाउँछौं। मानौं न हामीले 10,000 रुपैयाँ महिना कमाउँछौं, 8,000 खर्च गर्छौं भने 2,000 बचत भयो। यदि कसैले 1 लाख कमाइराखा छ, 80,000 आफ्नो खर्च गर्यो भने 20,000 बचत भयो। आम्दानीबाट खर्च कटाएर बचत गरे हुन्छ। ती बचत रकमहरूलाई जहाँ पुगिराखेका छैन, जहाँ जरुरी छ, उद्योग कल कारखानामा जरुरत पर्न सक्छ, व्यापारीलाई जरुरत पर्न सक्छ, कुनै व्यक्तिलाई जरुरत पर्न सक्छ, त बढी भएको ठाउँबाट त्यो कोषलाई उठाएर जहाँ जरुरत छ त्यहाँ पुर्याइदिने काम वित्तीय संस्थाले गर्छ। च्यानलिङ फन्ड्स फ्रम सरप्लस टु डेफिसिट। यो जुन फन्ड छ सरप्लसबाट डेफिसिट युनिटमा पुर्याउने, जहाँ बढी छ त्यहाँबाट हटाएर जहाँ जरुरत छ त्यहाँ लगाइदिने काम वित्तीय संस्थाले गर्छ। अर्को छ जोखिम संग्रह गर्नु। यता जुन बचतकर्ताहरू छन्, हामीसँग पैसा छ तर हामीले थाहा छैन कहाँ लगानी गर्ने। हामी यस्तो क्षेत्रमा लगानी गर्दैछौँ चाहिँ हाम्रो पैसै डुबिहाल्छ, यस्तो क्षेत्रमा लगानी गर्छौँ जहाँ हामीले प्रतिफल नै आउँदैन, अनि त्यो त रिस्की भयो नि। त्यसैले हामीलाई थाहा छैन, तर वित्तीय संस्थालाई थाहा छ कुन क्षेत्रमा लगानी गर्ने, कहाँ लगानी गर्ने ताकि बढीभन्दा बढी प्रतिफल आउँछ। कहिलेकाहीँ त वित्तीय संस्थाले तपाईँ मलाई पैसा दिनुहोस् बचतकर्तालाई भन्छ र तपाईँ निश्चिन्त हुनुहोस्, म तपाईँलाई 8%, 10%, 12%, 100% तपाईँलाई प्रतिफल दिन्छु, तपाईको डुब्ने कुरै छैन भनेर वित्तीय संस्थाले त्यहाँ वादा पनि गरे हुन्छ, प्रोमिस गरे हुन्छ र आफ्नो सुझबुझको आधारमा ती पैसालाई लगानी गर्छ। प्रतिफल पनि कमाउँछ, वित्तीय संस्थाले पनि आम्दानी गर्छ र बचतकर्तालाई पनि रिटर्निङ दिन्छ। अनि यो यस प्रकार जोखिम संग्रह गर्छ। मतलब बचतकर्ताको जोखिम वित्तीय संस्थाले आफ्नो काँधमा लिन्छ। त्यसैले यसलाई जोखिम संग्रह गर्नु। कुरो बुझ्नु भयो नि त। वित्तीय संस्थाले लगानीको जोखिम आफ्नो काँधमा लिन्छ, प्रतिफलको जोखिम आफ्नो काँधमा लिन्छ। त्यसैले यो पोइन्ट यहाँ आएको हो। अर्को छ तरलताको व्यवस्थापन गर्नु। लिक्विडिटी, अल्पकालीन पुँजी यसलाई भन्छौँ। तरलता यो हामी मानिसहरूसँग बचत रकम हुन्छ, ती बचत रकमहरूलाई वित्तीय संस्थाले सङ्कलन गर्छ अनि वित्तीय संस्थासँग बढी तरलता भयो। अनि त्यो तरलतालाई कसरी व्यवस्थापन गर्ने, कहाँ लगानी गर्ने, त्यो पनि सुरक्षित तरिकाले कहाँ लगानी गर्ने जहाँबाट प्रतिफल आओस्, किनभने बचतकर्तालाई पनि प्रतिफल दिनु छ। अनि यस प्रकार तरलतालाई म्यानेज गर्न सक्नुपर्छ। तरलताको अभाव भयो भने हामीले लगानीका अवसरहरू गुमाउँछौँ। तरलता बढी भयो भने कोस्ट अफ फन्ड हाम्रो बढेर जान्छ। अर्थात् बचतकर्ताको पैसा हामीले सङ्कलन गरिसक्यौँ, हामी भनेको वित्तीय संस्थाले सङ्कलन गरिहाल्छ, तर त्यो वित्तीय संस्थाले चाहिँ प्रतिफल दिन सक्दैन। किनभने वित्तीय संस्थाले लगानी नै गर्न सक्दैन भने प्रतिफल कसरी दिन सक्छ। यस प्रकार वित्तीय संस्थाले त्यो जुन लिक्विडिटी छ, तरलता छ, त्यसको सुझबुझको साथमा व्यवस्थापन गर्छ र त्यसको म्यानेज गर्छ है। अर्को पोइन्ट छ तपाईको बढी सक्षम तरिकाले सूचना प्रवाह गर्नु। एसेसिङ इन्फर्मेसन मोर इफिसिएन्टली। यसको मतलब भयो सूचना, साख सूचना भयो, वित्तीय सूचना भयो, नेपाल सरकारले जारी गरेका मौद्रिक नीतिहरू, वित्तीय नीतिहरूको सूचनाहरू भयो। ती सूचनाको आधारमा निर्णयहरू लिनुपर्ने हुन्छ, योजनाहरू बनाउनु पर्ने हुन्छ, रणनीतिहरू बनाउनु पर्ने हुन्छ र त्यो सूचना सङ्कलन गर्नमा वित्तीय संस्था सक्षम हुन्छ। किनभने वित्तीय संस्थामा दक्ष र अनुभवी कर्मचारीहरू हुन्छ। यसले गर्दाखेरि उनीहरूले सङ्कलन गरेका डाटाहरू यथार्थपरक हुन्छ, उपयोगी हुन्छ र त्यो डाटाहरूमा टेकेर आवश्यक निर्णयहरू लिन सकिन्छ। त्यही भएर कहिलेकाहीँ त सरकारले वित्तीय संस्थाबाट पनि आवश्यक सूचनाहरू सङ्कलन गर्छ। किनभने वित्तीय संस्थामा त ब्याङ्कहरू पर्छ, केन्द्रीय ब्याङ्क भयो, बिमा कम्पनीहरू भयो हैन।
अर्थव्यवस्थाका अधिकांश सूचनाहरू वित्तीय संस्थाले सरकारलाई उपलब्ध गराउँछ र वित्तीय संस्था सक्षम तरिकाले सूचना प्रवाह गर्न सक्छ है, किनभने यससँग दक्ष अनुभवी एउटा इम्प्लोइज टिम हुन्छ, एउटा म्यान पावर हुन्छ, जनशक्ति हुन्छ, जसले गर्दाखेरि यो सूचना प्रवाह गर्नमा सक्षम हुन्छ र गर्छ पनि। अर्को पोइन्ट छ भुक्तानी संयन्त्र उपलब्ध गराउनु। वित्तीय संस्थाभित्र के हुन्छ भने वित्तीय संस्थाले के गर्छ भने बचत रकमहरू त सङ्कलन गरे हुन्छ, अनि त्यसलाई त भुक्तानी पनि त गर्नु पर्यो नि, मागेको बेला भुक्तानी गर्नु पर्यो। जस्तै बैंकको उदाहरण लिनु त, बैंकहरूले विभिन्न व्यक्तिहरूको खाता खोल्या हुन्छ, तर जब त्यो व्यक्तिहरूले पैसाको डिमान्ड गर्छ नि चेक मार्फत, अरू ड्राफ्ट मार्फत या अन्य कुनै साधन मार्फत, त्यो बेला हामीले उपलब्ध गराउनुपर्छ। आजकल त भुक्तानीका विभिन्न साधनहरू वित्तीय संस्थाले उपलब्ध गराएका छन्। चेक भयो, तपाईँको ड्राफ्ट भयो, मोबाइल ब्याङ्किङहरू भयो, SMS ब्याङ्किङहरू भयो हैन। ई ब्याङ्किङको माध्यमबाट पनि भुक्तानी सहज र सुलभ बनाएको छ, जसले गर्दाखेरि हामी घर बसी बसी हाम्रा आवश्यक भुक्तानीहरू गर्न सक्षम भएका छौँ। बिजुलीको बिल, पानीको बिल तिर्न सक्षम भएका छौँ, बिजनेस व्यापार गर्न सक्षम भएका छौँ, एक देशबाट अर्को देशमा भुक्तानी गर्न सक्षम भएका छौँ। विदेशमा कमाएका हाम्रा भाइ बहिनीहरूले पठाएको पैसा हामी यहाँ निकाल्न सक्षम भएका छौँ। यी सबै व्यवस्था चाहिँ वित्तीय संस्थाले उपलब्ध गराउँदै आएको छ। यस प्रकार भुक्तानी संयन्त्र उपलब्ध गराउँछ। र अर्को छ चाहिँ 5वटा बुन्दा लेखे पुग्छ। यदि 6वटा बुन्दा 7वटा बुन्दा लेख्नुपर्ने अवस्था आयो भने यी बुन्दाहरू त्यसमा एड गर्न सक्नुहुन्छ। किताबमा त 5वटा बुन्दा मात्र दिएको छ। जस्तै देशको आर्थिक विकासमा वित्तीय संस्थाको महत्त्वपूर्ण योगदान छ, छैन? निष्क्रिय पुँजीलाई विभिन्न उद्योग धन्दा, कल कारखाना, उत्पादनशील क्षेत्रमा लगानी गरिसकेपछि देशको अर्थव्यवस्था त उठ्छ नि, माथि बढ्छ र त्यसमा हजारौँ व्यक्तिले रोजगारी पाउँछ, मानिसहरूको लाइफस्टाइलमा परिवर्तन हुन्छ, उनीहरूको गुणस्तरीय जीवन बिताउन सक्षम हुन्छ हैन। यसले गर्दाखेरि के हुन्छ भने समग्रमा देशको अर्थव्यवस्था नै मा नै टेवा पुग्छ वित्तीय संस्थाको कारणले। अर्को पोइन्ट छ तपाईको वित्तीय सम्पत्तिहरूको हस्तान्तरण। यो 6 नम्बर बुन्दा 7, 8 सम्म पनि लेख्न सकिन्छ, तर त्यति लेखिराख्नु हामीले पर्दैन। 5वटा लेख्दा पुग्छ, किनभने 3 नम्बरको परिभाषा छ, 5 नम्बरको यो छ, 5, 3, 8 नम्बर भयो। तर यदि बढी केही थप्नुपर्ने अवस्था आयो भने मैले केही बुन्दाहरू एक्स्ट्रा राखिदिएको छु। वित्तीय सम्पत्तिहरूको हस्तान्तरण, वित्तीय सम्पत्तिहरूको हस्तान्तरण गर्छ। जस्तै अब बचतकर्ताहरूसँग जुन स्रोत साधन छ त्यसलाई चाहिँ ठुला ठुला लगानीमा ट्रान्सफर गरिदिन्छ, सानो सम्पत्तिलाई ठुलो सम्पत्तिमा ट्रान्सफर गरिदिन्छ। यो भनेको वित्तीय सम्पत्तिहरूको हस्तान्तरण भयो। त्यस्तै कोष सेवा प्रवाह, निर्वृत्ति भ्रमण कोष भयो, सामाजिक सुरक्षा कोष भयो, नागरिक लगानी कोष भयो, तपाईको कर्मचारी सञ्चय कोष भयो। यिनीहरूको विशेष एउटा उद्देश्य हुन्छ, विशेष योजना हुन्छ। जस्तै कर्मचारीहरू रिटायर भएको अवस्थामा उनीहरूको जीवनयापनमा कुनै कठिनाइ नहोस् रिटायरमेन्टको टाइममा हैन। त्यस्तै तपाईको सामाजिक सुरक्षा कोषहरू छन्, निर्वृत्ति भ्रमण कोषहरू छन्। यी विभिन्न कोषहरूको माध्यमबाट मानिसको रिटायरमेन्ट पछिको अवस्था, आर्थिक जुन अभाव छ, आर्थिक सङ्कट पर्न सक्छ, त्यो चाहिँ पूर्णे काम पनि वित्तीय संस्थाले गर्ने गर्छ। यस प्रकार वित्तीय संस्था देशको एउटा मेरुदण्डको रूपमा छ, अर्थव्यवस्थाको एउटा ब्याकबोनको रूपमा छ। यस प्रकार हामी वित्तीय संस्थाका कार्यहरू हामी यसरी लेख्न सक्छौँ। सबभन्दा पहिला हामीले यो कन्सेप्ट बुझ्नै पर्ने हुन्छ। कुनै पनि चिज लेख्नका लागि तपाईको यहाँ दिमागमा उब्जनुपर्छ, अथवा कब उब्जन्छ तब तपाईँ बुझ्नुहुन्छ। मलाई आशा छ कि वित्तीय संस्था तपाईँ बुझ्नु भएको छ र वित्तीय संस्थाका कार्यहरू पनि तपाईँ बुझ्नु भएको छ। यदि भिडियो तपाईलाई राम्रो लागिरहेछ भने कमेन्ट गर्नुहोला, ताकि थप थ्योरी क्वेशन्सहरू तपाईलाई म बताउन सकूँ। यसपछि म अर्को भिडियोमा बैंक भनेको के हो र यसका कामहरू, केन्द्रीय बैंक भनेको के हो र यसका कामहरूको बारेमा अर्को भिडियोमा तपाईलाई बताउने छु। ओके, बेस्ट अफ लक एन्ड किप अन वाचिङ। थ्याङ्क यू।